साथीहरू, सबै पार्टीका कार्यकर्ता आफ्नो पार्टीको लागि ठिकै हुन्छ। त्यसमा पनि अहिले नयाँ सरकार आउँदा हाम्रो विपक्षी जुन पार्टी छ उहाँलाई समात्दा राम्रो लागेन जस्तो लागिरहेछ। तर साथी, यही कामको लागि त हामीले आन्दोलन गरेको थियौँ। जेनजी छु भनेर हाम्रो माग के छ, सबै मागपत्रहरू त दिएको र दिँदै उहाँले राजीनामा दिनुभयो। त्यतिखेरदेखि अहिले जुन नयाँ सरकार आयो अनि त्यसले आफ्नो काम गर्दैछ। हरेक क्षेत्रमा कामको रफ्तार समातिएको छ। राम्रोको साथ दिँदा भोलिको दिन हाम्रो राम्रो हुन सक्छ। आज दुःख गर्यो भने भोलिको दिनमा हामी सुख गर्न सक्छौँ। यो कुरालाई ध्यान दिनुहोस्। मलाई आशा छ यो सरकार सही काम गर्छ।